आदरणीय साथीहरू नमस्कार। आज यसो नेटहरू हेर्दै जाँदाखेरि एउटा भिडियो भेटेँ। मान्छे बौलाएपछि कतिसम्म हरकत गर्न सक्दो रहेछ या कुन लेभलसम्मको बौलठीपन एउटा भनौँ न पागलपन देखाउन सक्छ भन्ने कुराको उदाहरण यो भिडियोमा छ। पहिले यो भिडियो हेर्नु, त्यसपछि चाहिँ हजुरहरूलाई कस्तो लाग्छ कमेन्टमा भन्नु होला है। आदरणीय साथीहरू नमस्कार। आज यसो नेटहरू हेर्दै जाँदाखेरि एउटा भिडियो भेटेँ। मान्छे बौलाएपछि कतिसम्म हरकत गर्न सक्दो रहेछ या कुन लेभलसम्मको बौलठीपन एउटा भनौँ न पागलपन देखाउन सक्छ भन्ने कुराको उदाहरण यो भिडियोमा छ। पहिले यो भिडियो हेर्नु, त्यसपछि चाहिँ हजुरहरूलाई कस्तो लाग्छ कमेन्टमा भन्नु होला है।